हेलो गाइज, वेलकम ब्याक माई युट्युब च्यानल। आज हामी लिभरमोरदेखि सान्ता क्रुजसम्मको यात्रा जाँदैछौँ। कहिले हुन्छ हौ राजु? अब हाम्रो फ्री वेज भ्यान भयो नि त। लगभग नेपाल जाने कन्डिसनको यहाँ सबै भएर यहाँ फोनमा कुरा गर्नुहुन्न क्या त। यहाँ मेरो पनि फोन आइरहेको छ, मैले कटाइरहेको छु। दाइ हामी कहाँ आइपुग्यौँ अहिले? हामी सानो जेतिर सानोतिर हो? सानो जेको ठ्याक्कै जङ्सनमा छ। ठिक छ। टेस्लाको अफिस पनि त्यतै रहेछ है दाइ? आज टेस्ला लिएर जाने हो त? नजाउँ होला टेस्ला लिएर। खासै जाम त रहेन है दाइ? सानो चाहिँ एयरपोर्ट हो र यो? हजुर दाइ? उबर होइन नि दाइ यो। यो कुन हाइवे हो? दाइ 680 हो यो? 580 त होइन यो? दाइ हामी अब लगभग आइपुग्नु लाग्यो होइन दाइ? अब 20 मिनटमा हामी सान्ता क्रुज पुग्दैछौँ। साँच्चै यो धामीको हाइवे जस्तो छ दाइ? धामीको बाटो सबै पसन्द है। यो बाटो त साह्रै घुमाउ रहेछ दाइ? रहेछ। दाइ हामी अहिले सान्ता क्रुजको डाउन टाउनमा आइपुग्यौँ होइन? आइयो नि? ल ठिक छ। मदन दाइ के छ, बोरिङ त लागिरहेन? छ भने भन्नु ल। 6 मिनेट छ अब त। यही हो, यही फेरि यो दाइ सान्ता क्रुजको डाउन टाउन। यत्रो डाँडो आयो, ओह्रालो पनि झर्नुपर्छ होला भनेको त परेन। कति झर्नु दाइ योभन्दा अब त नझरेको राम्रो। फाइनली हामी सान्ता क्रुज आइपुगेका छौँ। अब धेरै भोक लागेको कारण हामी अब खाना खान जाँदैछौँ होटलतिर। दाइ के छ त अब प्लान? अब खाना खाने भने हैन हो? ल ठिक छ।
आहा कति राम्रो हेरिरह जस्तो दाइ दाइ के गेम खेल्नुहुन्छ के गाडी लिएर जान पाउँदैन दाइ आइपुग्यो त सान्ता क्रुज ब्रिज यही हो बोल्नु तपाईँ पनि यही हो हुन्छ पढेर लिएर आउनु पऱ्यो नि यहाँ त सबै नाङ्गे बुङ्गे छ नि त के हो सबै नाङ्गे बुङ्गे छ नि त यार के भएर पहिला पास खेल्नु दाइ के छ आजको यो घुम्ने कार्यक्रम सकिएको हो त शशी दाइ के छ के भन्नु छ मजा आइरहेको छ नि ठिक छ लास्टै बिजी एरिया है दाइ धेरै बिजी होइन र यो चाहिँ बिच साइडको एउटा सानो बजार जो एकदमै व्यस्त छ धेरै चहल पहल हजुर दाइ सिप अटिरहेछ कि है आजको हाम्रो भिडियो घुमघाम सकिएको छ होइन घुमघाम सकेर अब हामी घर फर्कँदै है दाइ लन्च बाँकी डिनर बाँकी छ अब त्यो गरेर हामी अब सिधै घर ल अब भेट हाम्रो अर्को भिडियोमा बाई